हेलो एभ्रिवान, गुड आफ्टरनुन। आज चाहिँ हाम्रो मम्मीसँग हो टाइम दिएको मम्मीलाई। अन्त मम्मी तपाईँ मजा आइरहेको छ? आज चाहिँ मैले मम्मीलाई पुरा टाइम दिएको। लाग्छ कि आई डोन्ट ह्याभ एनी रिग्रेट्स। लाइक म चाहिँ मेरो लाइफमा चाहिँ मेरो कस्तो फन्डा छ भन्दाखेरि मेरो प्यारेन्ट्स, मेरो फ्यामिली चाहिँ मेरो फर्स्ट प्रायोरिटी हो। एन्ड देन हामी जति नै सक्सेस भए पनि, जति नै जे गरे भए पनि लाइफमा चाहिने अनि जस्तै लाइफको जुनै कठिनाइमा पनि साथ दिने भनेको चाहिँ हाम्रो प्यारेन्ट्स हो होइन। अनि हामी कतिजना आफ्नो व्यस्तताको कारणले गर्दा त्यो समयहरू दिनु नपाइरहेको हुन्छौँ होइन। मम्मीले चाहिँ के खानुभएको? सुपारी हो। ए अँ, आज चाहिँ मम्मीलाई टाइम दिएको, तर मम्मीले चाहिँ मलाई यस्तो ब्ल्याकमेल गर्नुभएको छ कि आज चाहिँ ब्ल्याकमेल चाहिँ के गर्नुभएको छ भन्दाखेरि अब जस्तै व्यस्तता भए पनि मलाई लाग्छ कि कहीँ न कहीँ हामीले पज दिएर चाहिँ आफ्नो प्यारेन्ट्स भयो, आफ्नो फ्यामिलीलाई चाहिँ टाइम दिनुपर्छ। एन्ड आई युज टु डु द्याट। त्यो गर्दाखेरि चाहिँ सबै कुरा राम्रो भएर जान्छ आफै। र मेरो मम्माले चाहिँ मलाई के ब्ल्याकमेल गर्नुभएको छ भन्दाखेरि चाहिँ नि तपाईँलाई देखाउँछु। उनीहरू यहाँ हेर्नु नि, पोल्ट्रीको चारो बोक्ने बोरामा चाहिँ मम्मीको दुःख मम्मीको दुःख के हो, हाम्रो चाहिँ अम्लिसोहरू पुरा हुन्छ, कुच्चो होइन। अनि कुच्चो चाहिँ बेच्नु जाने अरे, कुनै कति भाउ छ अरे 1600 कि कति। अनि बेच्नु जाने भन्दा चाहिँ ठिकै छ मम्मीको हो होइन। अनि केही नगर्नु भन्दा कुछ गर्नु राम्रो हो, म एप्रिसिएट छु। अनि म चाहिँ मम्मीको सबैभन्दा ठुलो छोरी हो है मम्मी। मेरो छोरी जस्तै चाहिँ छोरी त हो र त छोराकै काम गर्छ। यति चाहिँ मलाई गर्व लाग्छ कि छोरी होइन छोरा हो भने। कसैको छोरी पनि यस्तै भएर जाओस्, कसैको छोराहरूलाई मन दुखाएको होइन, तर पनि त्यो अब जस्तो गर्दैछ छोरीहरूले अझै हामी पनि गर्छौँ नि भन्ने छोरा पनि होस्। ल थ्याङ्क यू। गरमले होइन है। ओके, थ्याङ्क यू सो मच। अनि आज मम्मीसँग यसरी टाइम दिनु पाउँदा मम्मीको कुच्चो पनि बेच्नु जाने अरे। यस्तो गाडी धुनु लगाएर चाहिँ बोरामा प्याक गरेर चाहिँ सिआइडी जस्तै हुनु अरे हो, त्यस्तो गरेर चाहिँ बोकाएको छ। अनि आइ एम सो ह्याप्पी फर द्याट एन्ड थ्याङ्क यू सो मच, लभ यु अल।